बिहानको मात्रै हुन्छ र दिदी मिनी ब्लग भनेको त दिनभरिको हुनुपर्छ नि होइन र भनेर धेरैजनाले प्रश्न गर्नुहुन्छ क्या। अनि कि साथीहरू म बिहानमा मात्रै हुन्छु कि वास्तवमा भन्नुपर्दा 10 साढे 10 बजीसम्म मात्रै। अनि त्यसपछि सानो यो अलिअलि दिन टाइम पास गर्नको लागि सानो पसल छ क्या हाम्रो। यसो नुन पानी चल्छ नि त, नुन चिनी किन्नलाई पैसा आउँछ भनेर सानो पसल पनि छ कि मेरो। अनि त्यहाँ जानको लागि चाहिँ रेडी हुन्छु कि म खाना खाएर ओरेर। बाबु स्कुल बिहानै जान्छ नि त, 7 बजी बाबु स्कुल गइसक्छ। अनि त्यसपछि बिचको टाइममा खानासाना पकाउने यताउति भयो है, खाने। अनि त्यसपछि फ्रेस हुने, नुहाइधुवाइ गर्ने, पूजाआजा गर्ने। त्यसपछि चाहिँ म पसल जान रेडी भइहाल्छु है। सिम्पल धेरै मेकअप तामझाम गर्दिनँ कि मैले चाहिँ। सनस्क्रिन लगाएपछि पुग्यो मोइस्चराइजर सनस्क्रिन है। अब बाल चाहिँ पुरै फुलाएको छ, त्यही भएर यसो पारेपछि राम्रो देखिहाल्छ कि। अनि त्यसपछि म पसल पनि पुगिहालेँ। स्टाफहरूले चाहिँ अलिकति अर्डरहरू लेखिसकेका रहेछन् है। अब मैले दिनभरि के गर्छु भनेर देखाउनै पर्यो हजुरहरूलाई। अनि न्यू आर्टिकल आएको थियो यो दिन, यो चाहिँ अलिक पहिलाको हो नि। दाइले दिदीको घरबाट यो आँप झरेर आएको थियो कि, झरेको आँप रहेछ। अनि ल्याइदिइहाल्नु भएको थियो भिनाजु दिदीले। अनि हामी चाहिँ नुनसँग मजाले यति धेरै आँप खायौँ है। त्यो 2 बहिनीले मात्रै खाने, उता बहिनीहरू छुट्टै लिएछन्। त्यसपछि अर्डरहरू प्याकिङ हुँदैछ, मैले फटाफट इन्ट्री पनि गर्दैछु। उता दिदीले के हेर्दैन थाहै भएन। अनि बिचको पिरियडमा हामीले 3-4जनालाई त्यो माग्न आउनेलाई पनि दिइसकेको थियौँ नि त, भिडियो सुट गर्न अप्ठ्यारो लागेर गरिनँ है। अनि मैले चाहिँ बहिनीहरूलाई जिस्काउँदैछु, ल म तिमीहरूलाई खिच्छु भिडियोमा। यत्तिकैमा घरमा चाहिँ बेल लिएर आउनु भएको थियो। अनि वर्षमा एकचोटि पाइने फलहरू चाहिँ खानुपर्छ अरे। आज चाहिँ हामीले नास्तामा मकै खाएको थियौँ है, उसिनेको मकै खाएको थियौँ बुढाबुढीले चाहिँ। घर नजिकै छ कि मेरो, अनि घरमा नि आएर खाइहालेँ मैले। त्यसपछि अब बेल त खानु पर्यो है, फुटालीवरी बेल खाएँ। यस्तो मङ बसाएको थियो। आई थिङ्क 6-7 वर्षमा चाहिँ खाएँ मैले बेल यसपालि। मे विनायकपुर हुँदाखेरि माइतमा हुँदाखेरि चाहिँ हाम्रो पारी पल्टु बुवाको घरमा फल्थ्यो अनि पाक्थ्यो। अनि त्यहाँ चाहिँ वर्षको एउटा चाहिँ दिनुहुन्थ्यो कि बुवाहरूले, यत्तिकै होइन, किन्नु पर्थेन। किन्यो भने पनि 10 रुपियाँमा पाउँथ्यो कि। अनि त्यसपछि एउटा चाहिँ फ्रीमै दिनुहुन्थ्यो। अनि त्यो एउटा भए पुगिहाल्थ्यो। हामीलाई त्यति धेरै खाना मन पर्ने। यत्तिकैमा मैले चाहिँ अर्डरहरू पुरै प्याकिङ गरेर इन्ट्री गरेर सकाइसकेँ होइन। अति धेरै राम्रो आइरहेको अर्डरहरू चाहिँ टन्नै हुन्छ। यति ट्रस्ट कमाएको छौँ हामीले है। अनि चाहिँ मैले सुट गर्नु पर्थ्यो आज यति धेरै सामानहरू। यो दिनमा चाहिँ मैले धेरै सुट गर्नु पर्थ्यो, 7-8वटा आर्टिकलहरू। अनि भिडियो सुट गरेर अनि त्यसपछि म घर जान्छु।